नमस्कार। अघि हामीले हिराकाना हेरेका थियौँ भनेदेखि अब काताकाना हेर्दैछौँ। हिराकाना र काताकानामा लाग्ने सूत्र एउटै हो, तर हिराकाना लेख्दा हिराकाना र काताकानाको चाहिँ राइट मात्रै डिफ्रेन्ट हो है, राइट मात्रै डिफ्रेन्ट हो। ल सुरु गरौँ। अब काताकाना लेखौँ। हिराकाना त हामीले जानिहाल्यो, अब काताकाना लेखौँ है त। काताकानाको आबाट सुरु, आ यु ए ओ, आ यु ए ओ है। आ लेख्नु पर्दाखेरि यस्तो गर्नुहोस्, यस्तो गर्नुहोस्, यस्तो आ। इ लेख्नु पर्दा इ, उ लेख्नु पर्दाखेरि यस्तो गरेर यस्तो यस्तो उ, ए लेख्नु पर्दा यस्तो 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 उ। आ इ उ ए ओ, आ इ उ ए ओ, आ इ उ ए ओ। तपाईहरुले लेख्नुस् है, लेख्दै जानुस् है। अब हामीले काको पालो, काको का। काताकाना र हिराकाना का, हिराकानामा चाहिँ यस्तो हुन्थ्यो भने का हैन, काताकानामा चाहिँ यो हुँदैन है, यो हुँदैन। अब कि लेख्नु पर्दा कि, कि हिराकानामा यस्तो हुन्थ्यो भने यो चाहिँ हर छ है, काताकानामा कि। अब कु लेख्नु पर्दाखेरि यस्तो गर्नुस्, यस्तो गर्नुस्, यस्तो गर्नुस् कु। के लेख्नु पर्दाखेरि यस्तो गर्नुस्, यस्तो गर्नुस्, यस्तो गर्नुस् के। को गर्नु पर्दाखेरि यस्तो गर्नुस् को। अलिकति मिलाएर गर्नुस् है। का। अब सा, सा लेखौँ है त, सा लेखौँ। यस्तो एउटा धर्को तान्नुहोस्, यस्तो गर्नुहोस्, यस्तो सा। सी गर्नको लागि यहाँ तलबाट है यस्तो गर्ने, त्यसपछि यस्तो सी। सु गर्नको लागि यस्तो गर्ने, यस्तो गर्ने, सु। से गर्नको लागि पहिला यस्तो गर्ने, यस्तो गर्ने, यस्तो गर्ने, से। सो गर्नको लागि चाहिँ यस्तो गर्ने, अनि त्यसपछि यस्तो गर्ने, सो। यो पनि जान्नुभयो। अब चाहिँ हामीले ता लेखौँ, खासा ता। ता लेख्नको लागि यस्तो गरौँ, यस्तो गरौँ, यस्तो गरौँ, यस्तो गरौँ, ता। ची लेख्नलाई यस्तो गरौँ, यस्तो गरौँ, यस्तो ची। चु लेख्न पर्यो है त। अब यो सा र चुमा तपाईहरुले झुक्किनुहुन्छ है। यस्तो गरेर यस्तो यस्तो, यो चाहिँ माथितिर, यो चाहिँ यतिर फर्केको हुन्छ, यो चु भो। अब हामीले ते लेख्नु पर्यो। ते लेख्नको लागि यस्तो गरेर यस्तो गर्नु पर्यो हैन, ते। त्यसपछि तो लेख्नु पर्यो। तो लेख्नु पर्ने सजिलो छ, तो। खासा ता ना। अब नाको पालो, ना। ना लेख्नको लागि ना। नि लेख्नुको लागि नु, ने। नानी नु, ने लेखौँ अब, ने। नो लेख्नु पर्दा यस्तो मात्रै है, नानी नु ने नो। अब हा लेखौँ, हा, हा, हि। फु लेख्नु पर्यो भने यस्तो फु, हा हि फु, हे हो। अब प्र्याक्टिस गर्दै जानुहोस् है। जति प्र्याक्टिस गरे त्यति आउँछ यो। हा। अब मा लेखौँ। मा लेख्नु पर्दा यस्तो यस्तो यस्तो। यो आ र मामा नझुक्किन है। आमा चाहिँ यहाँ जोडियो, मामा चाहिँ यहाँ जोडिएको हुन्छ, आमा चाहिँ यस्तो हुन्छ है। सबैजनाले हेरौँ। मा। मि लेख्नु पर्दाखेरि यस्तो यस्तो यस्तो, मि। मु लेख्नु पर्दा फो जस्तै है, यस्तो गर्नुस्, यस्तो गर्नुस्, यस्तो गर्नुस्, मु। मे लेख्नु पर्दाखेरि यस्तो गर्नुस्, यस्तो, मामी मु मे। मो लेख्नु पर्दाखेरि यस्तो गर्नुस्, यस्तो गर्नुस्, यस्तो गर्नुस्, यस्तो गर्नुस्, ओ। मामी मु मे मो। त्यसपछि याको पालो है। या, या, यु, ओ, यो, या यु यो। त्यसपछि राको पालो। रा लेख्न यस्तो गर्नु,
रा री सजिलो है रु रे रो रा री रु रे रो त्यसपछि वा लेखौँ है वा वा लेख्न यस्तो गरौँ यस्तो वा ओ लेख्न पनि धेरै सजिलो छ वा लेख्न ओ लेख्नको लागि यस्तो गरौँ यस्तो गरौँ यस्तो गरौँ ओ अब न लेखौँ न चाहिँ तलबाट है तलबाट यस्तो गरिदिउँ न यसमा र यसमा नझुकिन है यसमा तलबाट हुन्छ यसमा माथिबाट हुन्छ है अनि यो चाहिँ यतिकै भइहाल्यो नौमा चाहिँ यतिकै भइहाल्यो अब हामीले काना पनि सिक्यौँ अब हाम्रो नेक्स्ट एपिसोडको पालो वेटिङ गर्नु होला है सबैले मेरो च्यानललाई लाइक कमेन्ट सब्सक्राइब सेयर गर्नु नबिर्सिनु होला प्लिज मैले जानेको कुरा तपाईहरुलाई सिकाउँछु तपाईहरुले जानेको कुरा अरूले सिकाउनु होला हस् धन्यवाद।